अनि त्यसपछि चाहिँ कस्तो भयो भने टाइटल जोडिन पुग्यो, सन्दीप घमण्डी भयो, सन्दीपको एटिट्युड आयो होइन, सन्दीप यस्तो भयो, सन्दीप त्यस्तो भयो। मतलब त्यो मान सम्मान 2-3 महिनासम्म मात्रै सीमित थियो। त्यसपछि एउटा नयाँ टाइटल आयो, सन्दीप घमण्डी भयो, सन्दीपले एटिट्युड देखाउन थाल्यो। म भन्छु कि सन्दीपको पोजिटिभ एटिट्युड नै त्यो थियो जसले गर्दा सन्दीप अहिले जहाँ छ त्यो सन्दीपको पोजिटिभ एटिट्युड थियो। तर मान्छेहरूले नेगेटिभ एटिट्युड हेर्न पुग्यो होइन। अब कतिजनालाई राम्रो लाग्यो म आइपिएल खेल्दा फर्स्ट टाइम, धेरैले लाग्यो। तर जब म सेकेन्ड टाइम आइपिएल खेल्न गएँ त्यति बेला आई डोन्ट थिङ्क जतिजनाले फर्स्ट टाइम प्राउड गर्नुभएको थियो उहाँको 0.5%ले पनि प्राउड मान्नु भएन। मलाई थाहा छ त्यो गेम मेरो, मैले खेल्नुपर्ने गेम मेरो होइन, मान्छेहरूले माया गर्नुहुन्छ। तर क्रिटिसिजम यति धेरै फैलिसकेको थियो कि म आफै त्यति बेला इमोसनल भएर कन्ट्रोल गर्न सकेको थिएन आफूले होइन। अब कतिचोटि हजुर यु वेन्ट थ्रु लोड अफ डिप्रेसन्स पनि होइन, तर त्यो फेजहरू पनि पार गरेर होइन। अब आई डोन्ट नो त्यो कुन फ्याक्टर थियो, मेबी मान्छेहरूले कुन तरिकाले यो सबै कुराहरूलाई लिइराख्नु भएको थियो। तर त्यो सन्दीप कहिले पनि घमण्डी भएको थिएन, नहुनेछ। बिकज सन्दीपलाई थाहा छ सन्दीपले के गर्नु छ, सन्दीपले लाइफमा के अगाडि बढेर कसरी कुराहरू अचिभ गर्नु छ भन्ने चाहिँ त्यो सन्दीपलाई थाहा छ। जसरी रुपेश दाईलाई रुपेश दाईभन्दा बढी कसैले चिन्दैन त्यसरी सन्दीपलाई सन्दीपभन्दा बढी कसैले चिन्दैन।